Hello everyone, welcome back our channel Nauraj Bhagno. Today my new video record. So guys, finally हाम्रो बिरयानी पनि रेडी भइसक्यो। मेरो काम सकिसक्यो। अब मेरो काम सकेपछि अब गएर म नुहाइधुवाइ गर्ने त्यति नै हो। यहाँनेरि बिरयानी रेडी भइसकेको छ। हाम्रो बिरयानी एकदम रेडी अवस्थामा छ। अब सबैजनालाई बोलाइसकेपछि अब हाम्रो वर्ष दिनको शुभ चाडको लागि यहाँ तयारी छ। भाइहरूको चाहिँ सबैको ड्युटी छ। उहाँहरू चाहिँ अब ड्युटी सकेर आउँछ। टक्क हामी चाहिँ यहाँ बनाएर रेडी गर्दैछौँ। एकदम बाफै बाफ उठिरहेछ। यो हैदराबादी बिरयानी। हैदराबादी बिरयानी को शेफ इधर है। कैसा फील हो रहा है? बचपन से थोड़ा चावल खा के देख लो, नमक ज़्यादा है देख तो चावल खा के देख लो, नमक कम है ज़्यादा है। हाम्रो बिरयानी सबै रेडी भइसकेको छ। अब यसरी अब एकछिनमा आउँछ नि त भाइहरू। अब एकचोटि अब यसरी मजाले गर्दै राख्ने चलन छ नि त यसरी। बिरयानी चाहिँ अब बनाइसकेपछि यसरी राखिन्छ है। यो चाहिँ चिकन बिरयानी पनि अलि थोडा हल्का स्पाइसी सँगसँगै हैदराबादी चामल यसरी गर्दै गर्दै अब भाइहरू आइरहेको छैन, उनीहरूको ड्युटी छ नि त, त्यही भएर अहिले हामी चाहिँ रुममा भएको कारणले गर्दा हामी यहाँ टक्क बनाउँदैछौँ। उसले क्रमशः यहाँनिर अब सटसट यसरी बिरयानीलाई यो पुदिना धनियाँहरूको यो अब फेरि यसमाथिबाट फेरि जुन चामल हुन्छ त्यसलाई यसरी राखिन्छ। और फाइनल्ली हाम्रो आज बिरयानी ट्याक्क रेडी भइसकेको छ। हामीले बिरयानी चाहिँ हामीले बनाउनु थियो। यहाँ अब भाइहरू एकछिन आएर पुरी बनाउने छ। सबैजनाको आफ्नो आफ्नो एउटा भनौँ न, सबैजनालाई आफ्नो आफ्नो डिपार्टको कामहरू हामीले छुट्याएको थियौँ। त्यही भएर हामीहरूको काम चाहिँ छोला भटौरा बनाउने प्लस बिरयानी बनाउने भइसकेको छ। भाइहरू सबैजना आइसकेपछि चाहिँ हामी टक्कै पुरी बनाउने भन्ने छ है। गाइस, फाइनली हाम्रो बिरयानी पनि रेडी भइसक्यो। मेरो काम सकिसक्यो। अब त्यो डिपार्टको काम चाहिँ सकिएको छ। हामी हाम्रो काम छिटो सकेर हामी अब फुर्सद हुन आँटेको छौँ। सबैलाई आफ्नो आफ्नो एउटा काम बाँडेको थियौँ हामीले। फाइनली हाम्रो चाहिँ अब छिटो गरेर बिरयानी बनाउने फाइनली हाम्रो काम सकियो। मेरो काम सकिसक्यो। भाइहरूको प्रतीक्षामा छौँ।